मध्य प्रदेश सरकारद्वारा लाहान नगरपालिकाका लागि 2,34,49,000 रुपैयाँ बजेट विनियोजन, सडक पूर्वाधार र डिजिटल सेवामा विशेष प्राथमिकता। मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लाहान नगरपालिकाका लागि कुल 2,34,49,000 रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले स्थानीय पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता र प्रविधि मैत्री प्रशासनलाई थप मजबुत बनाउने उद्देश्यका साथ विभिन्न शीर्षकमा बजेट छुट्याएको हो। अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समीकरण अनुदानतर्फ 1,44,49,000 रुपैयाँ, सशर्त अनुदानतर्फ 60 लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ 30 लाख रुपैयाँ विनियोजन गरिएको छ। यद्यपि यस आर्थिक वर्षका लागि समपूर्क पुँजीगत अनुदान भने छुट्याइएको छैन। सशर्त अनुदान अन्तर्गतको 60 लाख रुपैयाँ लाहान नगरपालिकाका 3वटा सडक पूर्वाधार योजनामा बराबरी रूपमा खर्च गरिनेछ। यस अन्तर्गत लाहान नगरपालिका 11 पडरिया चौकमा हिरा शाहको घरदेखि पूर्वतर्फ पिसिसी ढलान निर्माणका लागि 20 लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै लाहान नगरपालिका 13 शिवचोक बजारमा प्रशान्त शर्माको घरदेखि विष्णु महतोको घरसम्म सडक स्तरोन्नतिका लागि 20 लाख रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी लाहान नगरपालिका 13 को सरस्वती टोलमा हरिचन रामको घरदेखि गोपी प्रसाद सिंहको घरसम्म सडक कालोपत्रे गर्न थप 20 लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। त्यसैगरी विशेष अनुदान अन्तर्गत छुट्याइएको 30 लाख रुपैयाँ लाहान नगरपालिकामा स्मार्ट बोर्ड तथा बायोमेट्रिक एटेन्डेन्स मेसिन खरिद र जडानका लागि खर्च गरिने भएको छ। यस बजेट मार्फत मध्य प्रदेश सरकारले स्थानीय पूर्वाधार विकाससँगै डिजिटल प्रविधिको प्रयोग विस्तार, सेवा प्रवाहको गुणस्तर सुधार तथा स्थानीय सरकारको कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको देखिन्छ।